हेलो गाइज, राजस्थानी थेचा खानुभएको छैन भने एकचोटि बनाएर खानु होला है। सुरुमा तेल तताउनुहोस्, त्यसपछि जिरा हाल्नुहोस् र लसुन हाल्नुहोस् र हरियो खुर्सानी हालेर मजाले चलाउनुहोस् र त्यसलाई रातो रातो बनाएर पकाउनुहोस् र भुटेर राखेको बदाम हाल्नुहोस् र मजाले मिक्स गर्नुहोस् र त्यसपछि काटेर राखेको धनिया हाल्नुहोस् र स्वादअनुसारको नुन हालेर त्यसलाई मजाले चलाउनुहोस् र त्यसपछि सिलौटामा राखेर मजाले पिस्नुहोस्। त्यसलाई धेरै मसिनो गरी पिस्नु पनि पर्दैन, अलि खस्रो खस्रो पाराले पिस्नु होला, जसले गर्दा टोक्दा पनि अलि स्वाद आओस्। र त्यसपछि एउटा भाँडोमा हाल्नुहोस्, त्यसपछि तिलको छोप हाल्नुहोस्, अमिलो हाल्नुहोस्। मैले चाहिँ चुक अमिलो युज गरेँ, हजुरहरूले चाहिँ कागतीको रस पनि हाल्नुहुनेछ र राम्रोसँग चलाएपछि तपाईँहरूको राजस्थानी थेचा तयार हुन्छ। यो रोटी, भात वा चिउरासँग खाँदा एकदमै दमदार स्वाद आउँछ र एकपट्टि खाएपछि बिर्सनै सकिँदैन।